यो गाडीले लेफ्ट साइडको इन्डिकेटर बालिरहेछ नि। यो लेफ्ट साइडको इन्डिकेटर बाल्नुको मतलब चाहिँ अगाडिबाट गाडी आइरहेछ भन्ने कुरा हो कि। र हामीले जहिले पनि पहाडको बाटोमा, साङ्गुरो बाटोमा अनि टर्निङ भएको बाटोहरूमा चाहिँ लेफ्ट साइडको इन्डिकेटर बालिरहेछ भने हामीले के बुझ्नुपर्छ भने अगाडिबाट गाडी आइरहेछ भन्ने कुरा बुझ्नुपर्छ के। अनि हामीले जहिले पनि गाडीलाई ओभरटेक गर्नुभन्दा अगाडि चाहिँ हामीले पास माग्दाखेरि डबल प्रेस हर्न लाउनुपर्छ क्या, टिटिट पारेर हर्न लाउनुपर्छ। अनि अब जेन्युन ड्राइभरहरू हो भने उनीहरूले पास दिन्छ क्या। जस्तै अब यो ड्राइभरले हेर्नु है, मलाई राइट साइडको इन्डिकेटर बालेर पास दियो, अब म अगाडि जान सक्छु कि। यसको मतलब चाहिँ अगाडि बाटो खाली छ, जान सक्छ भन्ने कुरा हो कि। तर अब सबै ड्राइभरहरू त जेन्युन हुँदैन। यही कुरा मैले अगाडिको भिडियोहरूमा सिकाउन खोजिरहेको थिएँ। धेरैजनाले मलाई के भनिरहनु भएको थियो क्या। अब नेपालमा धेरै बाटोहरू छन् नि त, तर जसले सिक्छ उसलाई फाइदा हुन्छ कि। अनि यो जस्तै अब यो अगाडिको गाडी छ होइन, अब हामीले जहिले पनि ओभरटेक गर्दाखेरि पास चाहिँ माग्दाखेरि एकदमै राम्रो हुन्छ है। अगाडिको हामीलाई सबै कुरा देखेको हुँदैन, अगाडिको ड्राइभरले देखेको हुन्छ नि त। त्यो भएर पास मागेर जाँदा अब यो ड्राइभरले मलाई इन्डिकेटरले पासको सिग्नल दिएन, किनभने सबै ड्राइभर जेन्युन हुँदैन है। अब नाथु इन्डिकेटर बाल्दैन के हुन्छ भन्ने खालको मान्छेको कन्सेप्ट हुन्छ। तर यसले धेरै ठुलो सपोर्ट पुग्छ के। हामीले राइड गर्दाखेरि जहिले पनि अगाडिको हिडन पोइन्टमा जाँदाखेरि ठुलो रिस्क लिएर हामी अगाडि बढ्नुपर्ने हुन्छ। त्यो भएर धेरै ठुलो सपोर्ट गर्छ कि।